Hi everyone, welcome back to my channel. So के छ तपाईहरुको खबर? म चाहिँ एकदम ठीक छु अनि मैले चाहिँ कति 1 month पछाडी फेरि भ्लग हाल्दै छु। मैले फेरि डेली भ्लग चाहिँ हाल्न पाएको छैन किनभने म चाहिँ एकदमै धेरै बिजी थिए। मेरो कलेजको काम, प्रोजेक्ट्स, अन्तबाट एक्जाम्स हैन अनि मेरो पर्सनल कामहरुले गर्दा म एकदम बिजी थिएर भ्लग बनाउन पाएको थिएन। आज चाहिँ अनप्लान्ड भ्लग बनाउँदै छु। हामीहरु ममता र म चाहिँ भक्तपुरको जोर गणेश भन्ने टेम्पल जाँदै छौं। त्यही भएर चाहिँ मैले भ्लग स्टार्ट गरेको अनि मैले चाहिँ अहिले कति 5:56 भएछ। बिहानको सेवा सिधाइसके। हामीहरु चाहिँ रेडी भइसकेको छौं अनि अब हामीहरु जान्छौं। कपाल कोर्दै छ यो चाहिँ भक्करै म रेडी भइसके अहिले कपाल कोर्दै छ। त्यो पनि घर भित्र मेरो घर भित्र। मैले हैन यो मेरो हिल चाहिँ यति लामो छ यति राम्रो छ। स्पेशल डे को लागि मैले किनेको थिएँ तर त्यो क्यान्सल भयो हैन। तर आजको दिन पनि स्पेशल डे नै हो नि त। सो म यो लाउँदै छु। यति राम्रो छ। थाहा छ मैले कति महँगोमा किनेको? मैले 3450 मा। कस्तो महँगो। यो चाहिँ मेरो साथी ममता। कति राख्छ मेरो घरमा? मेरो भ्लगमा 2-3 चोटि आयो है। चिन्नु भयो होला नि त हैन। मेरो भ्लग हेर्नु भएको छ नि चिन्नु भएको छ छैन नि? छैन चिन्नु भएको छ। अनि अब चाहिँ हामीले बाटो लाग्न आँटेको हैन। ओ हिँड्नु पर्यो नि मसँग। अनि आज मलाई भ्लग पनि बनाउनु मन पर्दैन किनभने भ्यू चाहिँ जाँदैन। यो चाहिँ भक्तपुरको पाँचताले मन्दिर भन्दो रहेछ हैन। थाहा थिएन कतिचोटि आइसकेको तर मलाई थाहा थिएन यो पाँचताले मन्दिर भनेर। अनि ठ्याक्कै त्यसको साइडमा चाहिँ यो चाहिँ जोर गणेश टेम्पल रहेछ। यो पनि थाहा थिएन हामीलाई। अझै थाहा भएको क्या। यो चाहिँ अर्को खोइ के हो? यो चाहिँ मन्दिर हो यो पनि छैन तर कुन हो? यो चाहिँ जोर गणेश मन्दिर रहेछ हैन। त्यहाँनिर मेरो साथीले दर्शन गर्दैछ हैन। मैले यति धेरै प्रसाद पाएँ लड्डु। अहिले चाहिँ हामीले दर्शन गरिसकेर अब हामी जाँदैछौँ। अर्को ठाउँ जान्छौँ हामीहरू जोर गणेशकै मन्दिर। लोकेसन ट्र्याक गर्दै जान्छौँ। भर्खर अब 8 बज्न त आँट्यो अनि टाइम चाहिँ अलिकति हामीसँग त्यही भएर अब हामी जान्छौँ। त्यहाँ भेट्छ है त। फरक पर्छ है। यो चाहिँ नागपोखरी हो हैन। अनि गुगलबाट चाहिँ यहाँबाट यस्तो बाटो देखाएको छ क्या जोर गणेश चाहिँ। तर हामीले अझै भेटेको छैनौँ। मान्छेलाई सोद्धा क्या। हामी चाहिँ मन्दिर आइपुगेको छौँ हैन। यो चाहिँ जोर गणेश मन्दिर रहेछ। मेरो साथीले चाहिँ यसले दर्शन गर्दैछ अनि यसले भनेको चाहिँ यहाँ आएर हामीले पूजा गऱ्यौँ भने चाहिँ छिट्टो हामीले हाम्रो सोलमेट भेट्छ अरे हैन। यसले डिस्टर्ब गरेको हैन। अनि त्यहाँबाट के भन्छ यसले चाहिँ यसको सोलमेट भेट्नका लागि चाहिँ दर्शन गर्न आएको चाहिँ हेरौँ के हुन्छ। कति टाइम लाग्यो यो ठाउँ केटा आइपुग्नलाई कालो। अनि अब हामी यहाँनिर दर्शन गर्छौँ त्यसपछि फर्किन्छु। म मेरो त्यो फाइनल प्रोजेक्टको लागि एकछिन साइबर जानुपर्ने छ अनि त्यहाँपछि कलेज पनि जानुपर्ने छ नि त। सो मेरो धेरै कामहरू छ आज अनि ठिक छ म अब अनि मेरो एउटा कामहरू छ अनि सकेर चाहिँ म फेरि काममा पनि जानुपर्ने हुन्छ। मेरो 10 बजेदेखि काम हो नि त। तर आज मैले अलिकति छुट्टी माग्नु पर्ने छ नि त। अनि हेर यो कस्तो। अनि यति भन्दै म भ्लग अब अगाडि बढाउँदिनँ थाहा छैन। बढाए पनि भेट्छ है त। मैले चाहिँ आज दिनभरि चाहिँ यति धेरै बिजी भयो काममा हैन। कलेजको काम अनि यता पसलको कामले गर्दाखेरि भ्लग बनाउनु पाएन मैले। अनि अहिले चाहिँ राति कति 8 बज्न आँट्यो हैन। काम सिद्धो बल्ल अनि बबी म रेणुका चाहिँ हामीले प्लान गरेको थियौँ क्या डिनर खाने भनेर। अनि उनीहरू दुईजना चाहिँ अघि गएर मलाई कुरिरहेछ हैन बौद्धमा। आउँदा पानी पऱ्यो क्या हेर्नु न। मसँग छाता पनि थिएन तर अहिले चाहिँ अलिक सिमसिम परिरहेको भएर मैले भिडियो बनाउँदैछु। अनि जस अब हामीहरू म यहाँ बौद्ध आइपुग्न आँटेँ। अब हेरौँ के खाने हो। उनीहरूले मलाई कुरिरहेछ म जाँदैछु। एकजनालाई भेटेँ मैले बल्ल भेटेँ हैन। खै
मान्छेहरु क्यामेरा साइज हाल्छ जबरजस्ती अनुहार देखाउनेहरु हाई गर न यार मेरो भ्लग ए हो न मेरो भ्लगमा आएर कस्तो फिल भइरहेछ खै कस्तो गर्थ्यो कस्तो मनै होइन जस्तो फिल मलाई कस्तो अर्कै के मनै होइन जस्तो फिल भइरहेछ तपाईको भ्लगमा आएर पो रहेछ नि ए हो र कति साह्रो राम्रो हो ओ माइ गॉड हेर नि त मेरो भ्लग भनेर कति साह्रो राम्रो कति राम्रो नि दामी दिइरहेछ त्यो हामी त यस्तो ठाउँमा आएको छौँ है आज चाहिँ कता आदिम खाएको मिठो मिठो यहाँको चाहिँ अति मिठो लाग्छ क्या मलाई तपाईँहरू लोकेसन स्पोन्सर गर्नु मात्रै भन्ने खतरा भइसक्यो नि अब 200 भ्युज पो आउँछ त के भन्दा अरू बेला चाहिँ म सधैँ स्ट्रबेरी मिल्क चाहिँ खान्छु तर अरू ठाउँमा चाहिँ यस्तो आइस लगाइदिएको हुँदैन आइसक्रिम लगाइदिएको हुँदैन थियो कि आज लगाइदिएको छ खुसी लाग्यो मलाई खुसी लाग्यो अरे सरी यो चाहिँ के अरे ब्रो पिच टी मात्रै यो चाहिँ फेरि म भन्दा लामो मेरो ड्रेससँग मिलेको छ यो चाहिँ होइन यो चाहिँ के हो भन्दाखेरि पिङ्क लेमोनेड हँसिरी खुसिरी बोबी यो डिस्टर्ब गर्यो त्यसको लागि सरी होइन अनि अब हाम्रो चाहिँ भेज तेन्दुक अनि भेजको थियो मोमो आइसकेको छ अनि ल यसो सुन्तानानाले सर्भ गर्नुभयो अनि यो चाहिँ हाम्रो भेज तेन्दुक भयो झोलमा अनि मोमो त्यो कोथे मोमो सबै उल्टो राखेको छ हेर न घोप्टो बनाएर यसो राम्रो हुँदैन त नि घोप्टो त उल्टो चिज लगाएको छ होला यो के कपालहरू उल्टो हुँदैन नि किन कहाँ गएको अरे हाम्रो चाहिँ भेज रामेन पनि आइसक्यो आज चाहिँ पुरा मिठो मिठो खानेकुरा खाइरहेको छौँ हामीहरू हामीले सबै खानेकुरा खाइसक्यौँ अब हामीहरू फर्किने Thank you so much for watching our vlog. Watching our vlog. Watching भनेछ नि ओके मिठो लाग्यो मिठो कति धेरै मिठो भयो